गाइज हामी चाहिँ यता घुम्न आछौँ यता पूर्वी रुकुमको काँक्री भन्ने ठाउँमा छौँ। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ काँक्रीको भ्यू दामी छ होइन गाइज। अब यहाँदेखि चाहिँ हामी उता तकसेरा जान लाग्छौँ। यहाँदेखि कति समथिङ त्यस्तै 2 घन्टा जति लाग्छ होला। केरालाई पर्खिरहेको छौँ। केरा चाहिँ तल काँक्रीमा बाइक बनाइरहेको छन्, ग्यारेजमा छन् र यहाँ तल बसेका छन् केराहरू। अब चाहिँ केराहरू आउँदैछन् तल, हामी चाहिँ जान लाग्यो गाइज। माई वाइफ ल त अब चाहिँ बाटोमा कस्तो हुन्छ अपडेट गर्दै गरौँला नि त। बाटो चाहिँ अवगत छ होइन, अगाडि कस्तो छ सबै छ होइन। बाटो यस्तो पगाएको छ भयो नकति राम्रो लाग्यो बाटो चाहिँ लाग्छ डेन्जर छ। वान मिस्टेक भयो भने कभर सिक्दै थोडा आउँछ। बाटो चाहिँ सानो जस्तो लाग्छ, डेन्जर छ बाटो। फाइनल्ली हामी चाहिँ गाइज यता तकसेराको गेटमा छौँ। तकसेराको भ्यू चाहिँ यता देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा दामी छ। गाइज हामी चाहिँ तकसेरा आइपुग्यौँ है गाइज। दामी छ गाउँहरू तक्क हेर्न सक्नुहुन्छ। केराहरू चाहिँ आफ्नो तालमा छन्, केराहरू सब चिलमा।